निर्माणहरू गर्ने हो। त्यसको लागि चाहिँ हामी सबैजनाको तर्फबाट चाहिँ कलम उपहार विभेदकारी कानुनहरूलाई तपाईँले यसलाई बहिष्कार गर्नुहोला, त्यसलाई चाहिँ सदनमा आउन नदिनुहोला र सकारात्मक कानुनहरू लेख्नको लागि चाहिँ तपाईँलाई सबैजनाको तर्फबाट यो कलम उपहार र सबैजनाले गाउँ अब तिम्रो हात अबको पुर्खौलीले इतिहास पल्टाउँदाखेरि नाम सधैँ याद आइराख्ने एलजिबिटिआई कम्युनिटीबाट भनेपछि को भनेपछि भूमिका श्रेष्ठ भन्ने एउटा नामाकरण जुन आउँदैछ नि त्यो चाहिँ एकदमै पावरफुल्ली अगाडि बढ्न र बढाउनको लागि हाम्रो सबैको हातेमालो चाहिन्छ हो। मलाई लाग्छ भूमिकाले 2004 देखि यहाँ आएर ब्लू डायमन्ड सोसाइटीमा आबद्ध भएर धेरै परियोजनामा काम गरेर धेरै एलजिबिटिआई कम्युनिटी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा पर्ने साथीहरूको दुःख मर्मदेखि लिएर मानव अधिकारदेखि लिएर हरेक रोगबाट वञ्चित हुनु परेको कथाहरूदेखि लिएर सबै कुराहरू बुझिसकेको छन् र आज हाम्रो लागि आवाज उठाउने इतिहासमा पहिलो व्यक्ति तेस्रो लिङ्गीबाट भनेर भन्दाखेरि हामी ट्रान्सजेन्डरबाट भन्छौँ। ट्रान्सजेन्डरबाट भन्ने व्यक्ति को हो भने भूमिका श्रेष्ठ पहिलो व्यक्ति एउटा नाम आएको छ र धन्यवाद म रासोपालाई पनि दिन चाहन्छु जसले हामीलाई उहाँहरूको पार्टीमा सम्बोधन गरेर समावेशीकरणमा लैजानु भयो, जसले आज भूमिकाको नाम यति माथि आएको छ, सबैको मुखमा यति चर्चा परिचर्चा आएको छ। यो पहिलो इतिहासको पन्ना हो, नेपालको इतिहासको पन्नामा जेनजीले गरेको आन्दोलनबाट सुरुवात हुँदै गरेको यो कथासँग बाँधिएर चुनावमा अहिले आएर भूमिकालाई यसरी सम्बोधन र यति राम्रो माथि आउनु भनेको नै हामीले गर्व मान्नुपर्छ र हाम्रा पीडा दुःख र मनमा लागेका व्यथाहरू अब सांसदसम्म पुग्ने भयो र इतिहासमा लेखिने भयो। यो कुरामा हामीलाई गर्व हामीले मान्नुपर्छ र हामीले यस्तो व्यक्ति पाएको रहेछौँ जसलाई मैले पनि छोरी भनेर सम्बोधन गर्थेँ। सबैभन्दा पहिलादेखि आउँदादेखि नै मम्मी मम्मी भनेर रेस्पेक्ट गरेको एउटा व्यवहारमा म मेरो मितिनी भन्छु, मेरो मितिनीको छोरी हो र मलाई मम्मी भने भएर मेरो मितिनीको छोरी हो, त्यही भएर छोरी नै भन्छु भूमिकालाई। यो मलाई गर्व लाग्छ। यस्तो पावरफुल सन्तान पनि रहेछ एलजिबिटिआई कम्युनिटीमा भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने रहेछ भन्ने चाहिँ एउटा मलाई भित्रदेखि नै मनमा लागेको कुरा तपाईँहरूको समक्ष राखेको छु। र मानिसले चाह्यो भने गर्न नसक्ने कुरा के पनि होइन, मानिसबाट नै गल्ती हुन्छ, मानिसले नै सुध्रिने मौका पाउँछ, मानिसै धनी हुन्छ, मानिसै गरिब हुन्छ, मानिसले नै देश बनाउँछ, मानिसले नै घर बनाउँछ, मानिसले नै बिगार्छ, देश पनि बिगार्छ, घर पनि बिगार्छ, अनि मानिसै हो होइन। अपर्च्युनिटी भनेको चिज आउन टाइम लाग्छ, यत्रो वर्षपछि आएको अपर्च्युनिटीलाई गुमाउन पनि मिल्दैन र यसलाई चाहिँ हामी हातेमालो गरेर एक हातले होइन हजारौं हातले सहयोग गरेर अझ पनि भूमिकालाई माथिसम्म पुर्याउने हाम्रो चाहिँ योजनामा छ र हामीले सबै मिलेर अगाडि बढ्छौँ भन्ने लागेको छ र हामी सबैले हातेमालो गरेर अगाडि बढौँ। हामी सबै भिन्न छौँ तर हामी सबै समान छौँ। आज यो थिमले सबैलाई देखाएको छ हामी सबै भिन्न थियौँ तर हामी सबैभन्दा समान छौँ। भूमिका यति सम्मानित भएपछि हाम्रो नै सम्मान हो।